हामीमध्ये धेरैलाई पुराना चोटहरू, असफलताहरू अनि अरूले दिएको धोका र पीडालाई बिर्सेर अगाडि बढ्न एकदमै मुस्किल पर्छ। हामी अगाडि त बढ्न खोज्छौँ, तर कता कता त्यही पुराना सम्झनाहरूले भरिएको विगतमा रुमल्लिएर बसिरहन्छौँ। आजको एपिसोडमा म यही विषयलाई गहिरिएर खोतल्ने प्रयास गर्नेछु। सुरुमा म किन हामीले चाहँदा चाहँदै पनि हाम्रो नमिठो विगतलाई बिर्सेर अगाडि बढ्न सक्दैनौँ भन्ने विषयमा चर्चा गर्नेछु। अनि अन्त्यतिर म यो हाम्रो जुन नमिठो विगत छ यसलाई बिर्सेर अगाडि बढ्ने सही तरिका के हो भन्ने बारेमा पनि व्याख्या गर्नेछु। सबभन्दा पहिला त म हामीले कस्ता कस्ता उपायहरू अपनाउँछौँ हाम्रो विगतलाई बिर्सनलाई अनि ती उपायहरू के कारणले गलत छन् भन्ने विषयमा चर्चा गर्छु। हामीले हाम्रो विगतबाट पार पाउनलाई गर्ने पहिलो प्रयास हो त्यसलाई बिर्सन खोज्ने। सुरुमा त हामीले हाम्रो नमिठो विगतलाई बिर्सनै खोज्छौँ। कुनै असफलताहरू छन्, अरूले दिएको चोट छ अथवा कुनै पीडा छ भने त्यसलाई जबरजस्ती बिर्सन खोज्छौँ। तर यहाँनिर हामीले गल्ती गरिरहेका हुन्छौँ। त्यो गल्ती के भने हाम्रो ब्रेनले जतिसुकै हामीले विगतलाई बिर्सन खोजिरहेको इन्फर्मेसन दिए पनि उसले चाहिँ त्यसलाई सम्झनाकै रूपमा लिइरहेको हुन्छ। मान्नुहोस् तपाईलाई कसैले धोका दिएको छ। अब यहाँनिर तपाईले त्यो धोकाको घटना र धोका दिने व्यक्ति अथवा व्यक्तिहरूलाई बिर्सन खोज्नुहुन्छ। त्यो बिर्सनलाई पनि उनीहरूलाई त सम्झिनै पर्छ। त्यो भनेको तपाईले त्यो बिर्सने कुरालाई कन्स्ट्यान्टली मोनिटरिङ गरिरहनु भएको छ। त्यो कुरामा एकदमै धेरै ध्यान दिइरहनु भएको छ। त्यसैले तपाईले कुनै कुराबाट मुभ अन हुनको लागि, अगाडि बढ्नको लागि, त्यसबाट पार पाउनको लागि त्यसलाई बिर्सेर अगाडि बढ्न खोज्छु अथवा म बिर्सिन्छु जसरी पनि भन्न थाल्नु भयो भने, त्यो फोर्सफुल्ली त्यसलाई बिर्सन खोज्नु भयो भने त्यो झन्धेरै सम्झनामा आइ नै रहन्छ तपाईको मस्तिष्कमा। त्यसैले हामीले गर्ने पहिलो गल्ती चाहिँ हामीले जबरजस्ती हाम्रो पास्टलाई बिर्सन खोज्छौँ। तर के कुरा बुझ्दैनौँ भने बिर्सन खोज्नु पनि खासमा एउटा सोफिस्टिकेटेड फर्म अफ रिमेम्बरिङ अथवा एकदमै धेरै नै त्यो कम्प्लेक्स वे अफ रिमेम्बरिङ हो। त्यो चाहिँ हामीले सोफिस्टिकेटेड तरिकाबाट आफ्नो पास्टलाई सम्झि नै रहेका छौँ। खासमा सुन्दाखेरि चाहिँ बिर्सन खोजे जस्तो देखिन्छ, आफ्नो मनलाई पनि बुझाउन सकिन्छ त्यो भनेर, तर खासमा चाहिँ हामीले त्यो विगतलाई सम्झि नै रहेका हुन्छौँ। अनि हामीले गर्ने दोस्रो गल्ती विगतबाट पार पाउनको लागि कि त्यसको अल्टरनेटिभ खोज्न थाल्छौँ। हामीले कसरी पार पाउन सकिन्छ भनेर, र त्यसको प्रयास स्वरूप हामीमध्ये कतिपय चाहिँ कुलतमा पनि फस्ने सम्भावनातिर जान्छौँ। कयौँ मान्छेहरू अल्कोहलिक बन्न थाल्छन्, ड्रग्स युज गर्न थाल्छन् अथवा चुरोट सेवन गर्न थाल्छन्। त्यसले गर्दाखेरि चाहिँ फेरि पनि हामीले त्यो विगतलाई बिर्सन खोजे जस्तो गर्छौँ, तर खासमा बिर्सेका हुँदैनौँ। तर केही समयपछि त्यो झन् बढी इन्टेन्स भएर आउँछ। जब तपाईँले त्यो मानव कसैले चाहिँ अल्कोहल सेवन गरेर म मेरो विगतलाई बिर्सिन्छु भने त्यो अल्कोहल सेवन गरेको जुन मादकता हो त्यसले छोड्न साथ मान्छे फेरि पनि त्यही पुरानै सम्झनामा गइहाल्छ। त्यसैले यो पनि दोस्रो तरिका पनि गलत नै छ। अझ यहाँनिर के पनि कुरा बुझ्नुपर्छ भने प्राय जब हामीले कुनै पनि कुराबाट छुटकारा पाउन प्रयास गर्छौँ र त्यसको स्वरूप कुनै पनि लतमा अथवा कुलतमा फस्न थाल्छौँ मूलतः, त्यति बेला चाहिँ हामीले हाम्रो माइन्डलाई के इन्फर्मेसन दिइरहेका हुन्छौँ भने त्यो विगत भनेको कुरा, त्यो मेरो पास्टको एक्सपिरियन्स भनेको कुरा, त्यो मलाई अरूले दिएको पीडा, अपमान अथवा मैले पाएका चोटहरू अथवा मेरा असफलताहरू ती भनेका सम्झिन हुन्न, भनेको मतलब ती डेन्जरहरू हुन् भन्ने माइन्डमा रजिस्टर भएर बस्छ। ती डेन्जर हुन्, त्यसैले म त्यहाँबाट छुटकारा पाउनुपर्छ। छुटकारा पाउनलाई मैले केही न केही गर्नुपर्छ, ड्रिङ्क्स गर्नुपर्छ अथवा कतै गएर साथीभाइसँग कमसेकम मिनिमम भए पनि केही न केही सुर्ती अथवा चुरोट अथवा केही न केही भए पनि सेवन गर्नुपर्छ, अथवा त्योभन्दा अलि हायर फर्ममा चाहिँ अब ड्रग्सतिर जाने भयो। त्यो आउनु भनेको चाहिँ माइन्डमा त्यो सम्झना पास्टको कुराहरू नै एक खालको डेन्जर हो भन्ने बस्न थाल्छ। जस्तो कि तपाईलाई
माइन्डमा सर्प भनेको चाहिँ एकदमै डेन्जरस हुन्छ भन्ने पर्यो भने अब त्यो सर्पको सम्झना आउन साथ अथवा सर्पलाई देख्न साथ तपाईँ टाढा भाग्न खोज्नुहुन्छ। ठ्याक्कै त्यस्तै हुन्छ। यो केही पनि कुरा मेरो पास्ट भनेको सम्झिनै नहुने कुरा हो, यो त एकदम डेन्जरस कुरा हो भन्ने पर्न जान्छ। यो चाहिँ हामीले गर्ने दोस्रो गल्ती। अनि अब तेस्रो फर्म चाहिँ गल्ती नै होइन, यी दुईटा तरिकाभन्दा चाहिँ फार बेटर छ यो चाहिँ, तर यसका पनि लिमिटेसन छन्। र यो तेस्रो तरिका हामीले अपनाउने चाहिँ के भनेदेखि जुन एनर्जी छ त्यसलाई केही न केही भए पनि क्रिएटिभ फर्ममा ट्रान्सफर्म गर्ने, त्यो चाहिँ राम्रो तरिका हो खासमा। एक हिसाबले भन्ने हो भने जस्तो तपाईँलाई विगतले लखेटिरहन्छ, तपाईँले चोट पाएका कुराहरू बिर्सनै सक्नुहुन्न, एकदमै गाह्रो भइरहेको हुन्छ, त्यसलाई तपाईँले लेखनको माध्यमबाट साहित्य लेखेर अथवा कविताहरू लेखेर गजलहरू लेखेर केही न केही पार पाउने प्रयास गर्नुहुन्छ। अनि गीत सङ्गीत सिर्जना गर्नुहुन्छ, त्यहाँबाट पनि पार पाउने प्रयास गर्नुहुन्छ, अथवा पेन्टिङ गर्नुहुन्छ अथवा कुनै पनि आर्ट फर्ममा तपाईँ इन्भल्भ हुनुहुन्छ। त्यसले केही न केही तपाईँको जुन एनर्जी छ त्यो एनर्जीलाई ट्रान्सफर्म गर्छ। जुन पीडाले भरिएको एनर्जी छ, दुःख अथवा अरूले गरेको अपमान चोटहरू, त्यो एनर्जीलाई केही न केही भए पनि अर्को फर्ममा ट्रान्सफर्म गर्ने प्रयास गर्नुभयो तपाईँले। यो चाहिँ ती अघिल्ला दुईवटा तरिकाभन्दा बेटर हो यो तरिका चाहिँ, तर यसका पनि लिमिटेसन छन्। यसरी पनि तपाईँ जतिसुकै प्रयास गरे पनि आफ्नो विगतलाई बिर्सन चाहिँ सक्नुहुन्न प्राय। त्यो झन् धेरै सम्झनाको रूपमा आउन सक्छ। कयौँ मान्छेहरूलाई म विगतलाई बिर्सनलाई प्रयासरत छु, अथवा म आर्टबाट अथवा पेन्टिङबाट अथवा म्युजिकबाट केही न केही क्रिएटिभ फर्मबाट ट्राई गरिराखेको छु भन्ने लाग्छ। तर खासमा चाहिँ त्यो झन् सम्झना इन्टेन्सिफाइड पनि हुनसक्छ, त्यो पनि यसको लिमिटेसन हो। तर त्यो दुईवटा भन्दा यो चाहिँ फार बेटर हो। केही उपाय छैन भने यो तेस्रो उपाय चाहिँ केही न केही भए पनि तपाईँलाई राहत महसुस चाहिँ हुन्छ। तर त्यसो भए आखिर तीनवटै तरिका जुन हामीले सामान्यतः प्रयोग गर्छौँ हामीले विगतलाई बिर्सेर अगाडि बढ्नको लागि, सबैको लिमिटेसन रहेछ भने के चाहिँ त्यस्तो उपाय छ जसले हामीलाई हाम्रो विगतबाट मुभ अन हुनलाई सहज बनाउँछ? तपाईँले यी तीनवटै तरिका हेर्नुभयो भने, अथवा अरू पनि तरिका हुन सक्छन् तर एउटा ब्रड क्याटेगराइजेसन मात्र हो त्यो, तिनीहरूलाई हेर्नुभयो भने एउटा के प्याटर्न पाउनुहुन्छ भने तीनवटै तरिकामा प्रायःजसो मान्छेले जुन पास्टमा भएको जुन घटना छ त्यसलाई एक्सेप्ट नै गरेको हुन्न, स्वीकार नै गरेको हुन्न। एक्सेप्टेन्स भनेको फेरि अप्रुभल भन्ने होइन, तर पहिलो काम नै गरेको हुन्न। त्यो जुन पास्टमा घटेको घटना छ, तपाईँलाई केही एकदमै गहिरो चोट परेको छ, तपाईँ सुरुमै भाग्न चाहिरहनु भएको छ, तपाईँ कहिले त्यसलाई बिर्सेर त्यसबाट अरू नै कुरामा लाग्न चाहनुहुन्छ, कहिले चाहिँ कुलतमा लाग्न चाहनुहुन्छ, कहिले केही आर्टतिर लाग्न खोज्नुहुन्छ, तपाईँ भागिरहनु भएको छ, त्यो विगतबाट भागिरहनुहुन्छ। पहिलो काम चाहिँ तपाईँले आफूलाई सुन्नुभएको छैन। तपाईँको त्यो पास्टको जुन घटना घट्यो त्यो घटनालाई गहिरोसँग सुन्ने प्रयासै गर्नुभएको छैन, किनभने त्यो डरलाग्दो छ। सुन्न थाल्यो भने त म झन् डिप्रेस्ड हुन्छु, मलाई झन् गाह्रो हुन्छ, म झन् फ्रस्ट्रेट हुन्छु। तपाईँलाई त्यो एक खालको जुन प्रिकन्सिभ्ड नोसन छ तपाईँको पास्टप्रतिको, त्यसले नै पहिले नै लखटिरहेको हुन्छ र तपाईँले त्यसो गर्नै सक्नुहुन्न। पहिलो काम चाहिँ तपाईँले आफूलाई सुन्नुभएकै छैन, त्यसैले त्यो भित्रसम्म रुटमा गएर बसिरहेको छ। पहिलो काम तपाईँले गर्ने चाहिँ सुन्ने हो, आफूलाई आफैले सुन्ने, के छ विगत भनेर आफ्नो विगतलाई कम्प्लिटली सुन्ने। अनि सुनेर मात्र केही पनि हुँदैन, सँगसँगै स्वीकार पनि गर्ने। प्राय मान्छेहरूले त्यो पार पाउनको लागि किन अरू बाटा रोज्छन् भनेदेखि त्यो स्वीकारै गर्न नसकेको हो। पास्टलाई तपाईँको कुनै एउटा ठुलो असफलता छ भने त्यो असफलतालाई तपाईँले स्वीकार नै सक्नुभएको छैन। त्यसैले पहिलो काम चाहिँ तपाईँले त्यो विगतलाई सुन्ने अनि स्वीकार्ने। त्यो घटना घटिसक्यो, तपाईँले विगतमा गएर जतिसुकै प्रयास गरे पनि त्यसलाई परिवर्तन गर्न सक्नुहुन्न। जेसुकै गरे पनि
विगत परिवर्तन हुँदैन, त्यो अब फ्याक्ट बनिसक्यो, त्यो एउटा तथ्य हो। त्यो तथ्यलाई जतिसुकै तोडमोड गर्न खोजे पनि त्यो तोडमोड हुँदैन, त्यो त रजिस्टर भइसक्यो। तर सँगसँगै तपाईँले के पनि बुझ्नुपर्छ भने त्यो चाहिँ 5 वर्ष अथवा 10 वर्ष अगाडिको एउटा घटना थियो, त्यो बेलाको तपाईँ, तर अहिलेको तपाईँ अर्कै हो। तर तपाईँले त्यो 10 वर्ष अगाडिको एउटा मान्छेको लागि अलि पिर लिइरहनु भएको छ। तपाईँलाई लाग्न सक्छ होइन मेरो मनै हो नि, मेरो जिन्दगी हो, त्यसकै एक खालको ट्रान्सफर्मेसन हो म, आखिर तपाईँलाई त्यस्तो लाग्न सक्छ। एक हिसाबले भन्ने भने त्यो सही पनि हो, तर गहिरिएर हेर्नुभयो भने खासमा तपाईँले त्यो जति पनि त्यो पीडामा अल्झिरहनु भएको छ त्यो चाहिँ एउटा पुरानो मान्छे, पुरानो आफ्नो बारेमा तपाईँको मस्तिष्कमा भएको आफ्नै इमेज छ, आफ्नै तस्बिर छ, त्यो तस्बिरको लागि अहिले चिन्ता गरिरहनु भएको छ, त्यो एउटा कुरा। अनि यहाँ मूल कुरा म गर्दैछु। अनि त्यसो भए मैले आफूलाई एकदमै सुने अनि त्यो कुरा एक्सेप्ट पनि गरेँ कि म त्यसबाट पार पाउन सक्छु त। त्यो पनि समाधान चाहिँ सजिलो छैन। किन छैन भने हामीमध्ये प्रायले के गर्छौँ भने त्यसो भए त मैले विगतलाई मेरो एकदमै मनमा जे कुरा छ एकदमै आउन दिन्छु, अथवा क्याथार्सिसको माध्यमबाट हुन्छ कि आफै बोलेर हुन्छ कि लेखेर हुन्छ, सबै कुरा क्लियरली आफूलाई सुनाउँछु भन्ने लाग्छ होइन। अनि त्यसपछि मैले त्यसलाई कम्प्लिटली एक्सेप्ट गर्छु अनि त्यसपछि चाहिँ स्वतः म त्यसबाट पार पाउँछु। हामीले त्यो अपेक्षा राखेर गर्छौँ। यदि तपाईँले आफ्नो विगतमा घटेको घटनालाई त्यसबाट पार पाइन्छ रे, त्यसलाई बिर्सन सकिन्छ रे भनेर एक्सेप्ट गर्नुभयो भने चाहिँ फेरि पनि तपाईँले कम्प्लिटली एक्सेप्ट गर्नुभएको छैन। त्यो स्वीकार गरे जस्तो देखेको मात्र हो। त्यो स्वीकार गरे जस्तो गर्ने, त्यसबाट चाहिँ पार पाइन्छ रे भन्ने भएको भएर तपाईँले स्वीकार गरे जस्तो मात्र देखिएको हो, खासमा तपाईँले स्वीकार गर्नुभएको छैन। त्यहाँनिर बुझ्नुहोस्, माइन्डले ठ्याक्कै त्यहाँनिर ट्रिक गर्छ। माइन्डले के ट्रिक गर्छ भने ओहो मैले विगतलाई एक्सेप्ट गरेँ भने त योबाट पार पाउन सकिँदो रहेछ, पास्ट बिर्सिँदो रहेछ, ठिक छ म मजाले एक्सेप्ट गर्छु। अनि त्यसपछि तपाईँले 2-3 दिन एक्सेप्ट गरे जस्तो गर्नुहुन्छ, अनि त्यसपछि तपाईँलाई लाग्छ होइन मैले कसरी फेरि त्यही कुराले मलाई हन्ट गरेर त्यही कुराले मलाई लखेटिराखेको छ भन्नुहुन्छ। खासमा भएको चाहिँ के हो भने तपाईँले पुरै एक्सेप्ट गर्नुभएको छैन, एक्सेप्ट गरे जस्तो गर्नुभएको छ। त्यो बिर्सिन सकिन्थ्यो कि भनेर, त्यसरी चाहिँ बिर्सिँदैन, त्यसरी मुभ अन हुन सकिँदैन। तपाईँले कम्प्लिटली एक्सेप्ट गर्नुभएकै छैन पास्टलाई। अब जब तपाईँले कम्प्लिटली एक्सेप्ट गर्नुहुन्छ त्यो घटना घट्यो, त्यसपछि के हुन्छ त्यो चाहिँ आफै विचार गर्नुहोस्। त्यो चाहिँ एउटा अब्जर्भेसनको एउटा प्योरेस्ट फर्ममा तपाईँले आफूलाई भेट्नुहुन्छ त्यहाँनिर। अनि फेरि मैले तपाईँलाई भने कि अब्जर्भेसनको प्योरेस्ट फर्ममा भेट्नुहुन्छ भनेर, अनि तपाईँले भन्नुहुन्छ अब मैले एक्सेप्ट गरेँ तर केही पनि फर्ममा भेटिनँ त्यस्तो भनेर। त्यस्तो फर्म भनेको चाहिँ त्यस्तो कुनै अलौकिक कुरा पनि होइन। मैले के भन्न खोजेको भने एकदमै आफूलाई बुझ्ने, आफूलाई अन्डरस्ट्यान्ड गर्ने, आफूलाई भित्रदेखि आफ्ना विचारहरूलाई, आफ्ना तर्कहरूलाई, आफ्नो मेमोरीलाई हेर्ने एउटा लेन्स पाउनुहुन्छ, त्यसपछि थाहा पाउनुहुन्छ। अनि सँगसँगै के कुरा पनि नोट गर्नुपर्छ भने मैले एक्सेप्टेन्सलाई एकदमै फोकस गरिराखेको छु, तर एक्सेप्टेन्स भनेको चाहिँ अप्रुभल होइन। विगत त्यो राइट थियो भन्ने चाहिँ हुँदै होइन। असफल हुनुभयो तपाईँ, त्यो एक्सेप्ट गर्नुभयो म असफल भएँ भन्ने कुरा, असफल भएँ भन्ने कुरा एक्सेप्ट गर्दैमा त्यो अप्रुभ गर्नुपर्ने चाहिँ केही पनि छैन। तपाईँलाई कसैले धोका दियो, त्यो धोका चाहिँ अथवा चोट थियो, त्यो चोट चाहिँ सही थियो भन्ने चाहिँ होइन। त्यो चाहिँ दुईटा डिफ्रेन्स। तपाईँले चोट पाउनु भयो, तपाईँले कसैबाट धोका पाउनु भयो, तपाईँलाई कसैले पीडा दियो, त्यो चाहिँ सत्य हो, तपाईँलाई लागेको एटलिस्ट तपाईँको हृदयमा त्यो परेको छ। यसको मतलब यो होइन कि तपाईँले त्यसलाई अप्रुभ गर्नुपर्छ, त्यो सही थियो भन्नुपर्छ भन्ने चाहिँ होइन। सही या गलत केही पनि होइन, जस्ट न्युट्रल बनेर आफ्नो पास्टलाई अब्जर्भ गर्ने हो। यहीँनिर अब एकदम इम्पोर्टेन्ट पोइन्ट आउँदैछ। अब प्रायः जस्तो एक्सेप्ट गर्दा हामीले कसरी गर्छौँ भने अलिकति बायस्ड भएर गर्छौँ, अरूलाई गाली गर्छौँ होइन। कुनै असफलता हामीलाई हात लागेको छ भने जसको कारणले हामी असफल भइयो जस्तो लाग्छ त्यो मान्छेलाई गाली गर्छौँ, एकदमै बायस्ड भएर सोच्न थाल्छौँ। एक्सेप्ट गरे जस्तो गरे पनि त्यो पुरै एक्सेप्ट गरेकै हुँदैनौँ।
तर जब तपाईँ एउटा न्युट्रल मान्छे बनेर अरूको जिन्दगीमा घटेको जुन घटना छ त्यस्तै घटना जस्तो गरेर एकदमै डिपमा गएर त्यो कुरालाई एक्सेप्ट गरेर अनि एकदमै न्युट्रल बनेर नन जजमेन्टल बनेर जब त्यो विगतलाई अब्जर्भ गर्नुहुन्छ, हेर्नुहुन्छ, एक्सेप्ट सँगसँगै त्यसपछि तपाईँले थाहा पाउनुहुन्छ कि तपाईँ आफै मुभ अन भइसक्नुभयो। तपाईँ चाहेर जबरजस्ती मुभ अन हुने होइन, तपाईँ स्वतः मुभ अन हुने हो। तपाईँ एक्सेप्ट गर्नुभयो, के बाँकी छ र अब तपाईँलाई त्यहाँनिर तपाईँले एक्सेप्ट गर्नुभयो, विगतलाई अब्जर्भ गर्नुभयो, नन जजमेन्टल भएर हेर्नुभयो। अब के नै बाँकी छ र त्यहाँ? तपाईँ विगतमा किन गइरहनुहुन्छ भने तपाईँले त्यो घटना एक्सेप्टै गर्न सक्नुभएको छैन, अथवा त्यो तपाईँलाई चित्तै बुझेको छैन। त्यसबाट एकदमै गहिरो पीडा पाइएको छ, ठिकै हो होइन? तपाईँलाई लाग्ला एकदमै गहिरो पीडा छ, त्यति सजिलो छ र बिर्सनलाई पनि। तपाईँले भनेको सही हो, तपाईँले सोचेको सही हो, तर के पनि सही हो भने त्यो घटना घटिसक्यो, त्यो पनि सही हो। र एकमात्र उपाय भनेको, अथवा यसरी भनौँ, कमसेकम हामीलाई थाहा भए मध्येको सबभन्दा सही तरिका भनेको अब त्यसलाई कम्प्लिटली एक्सेप्ट गरेर, अप्रुभ नगरिकन, जेसुकै होस्, अब्जर्भ गरेर त्यसलाई कम्प्लिटली सुनेर मुभ अन हुने अथवा स्वतः मुभ अन हुने, त्यो चाहिँ राइट वे हो अगाडि बढ्ने। त्यसरी तपाईँले आफूलाई, आफ्नो विगतलाई गहिरिएर आफ्नो थट्सहरूलाई, आफ्नो एक्सपिरियन्सलाई, थिङ्किङ प्रोसेसलाई सबैलाई गहिरो ढङ्गले हेर्नुभयो र एक्सेप्ट गर्नुभयो भने तपाईँ स्वतः मुभ अन हुनुहुन्छ। यतिन्जेलसम्म मलाई सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला।